in association with Genex Education and Migration Global Private Limited. नमस्कार, जिरहमा स्वागत छ। म मदन खाती। दर्शकवृन्द, निर्वाचनको मिति नजिकिएसँगै राजनैतिक ध्रुवीकरण पनि तीव्र बन्दै गइरहेको छ। एकातिर कांग्रेस, एमाले, नेकपा गुमेको साग फिर्ता ल्याउने प्रयासमा देखिन्छन् भने अर्कोतिर रासोपाको नेतृत्वमा आफूलाई वैकल्पिक र नयाँ दाबी गर्नेहरू पनि एकजुट हुँदै गएका छन्। अझ रासोपा सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बीच भएको 7 बुँदे सहमतिले देशको राजनीति नै तरङ्गित छ। उता हिन्दू राष्ट्र र राजसंस्थाको वकालत गरिरहेको राप्रपाले पनि आफ्नो राजनैतिक गतिविधिलाई बढाइरहेको छ। जिरहको आजको अङ्कमा हामी निर्वाचनको मिति नजिकिएसँगै बढ्दो राजनैतिक ध्रुवीकरण र त्यसका सम्भावित परिणामबारे राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीसँग संवाद गर्दैछौँ। आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। ज्ञानेन्द्रजी, यहाँलाई जिरहमा स्वागत छ। हस्, धन्यवाद। अब यहाँ पनि यो बीचमा काठमाडौँ महानगरका मेयर बालेनसँग संवादको लागि गएको भनेर खबर आयो। एकाएक आइतबार बिहान रासोपा र बालेन बीच 7 बुँदे सहमति भएको भन्ने खबर फेरि धेरैलाई आश्चर्य पार्ने तरिकाले त्यो पनि आइराखेको छ। यहाँ आफै लगातार विभिन्न युवा र आफैलाई वैकल्पिक दाबी गर्ने शक्तिहरूसँग त्यो संवादमा रहिराखेको व्यक्ति भएको कारणले गर्दाखेरि यो बालेन अनि रासोपा र रवि बीचको जुन मिलन छ नि, कसरी हेर्नु भएको छ यसलाई? वैकल्पिक शक्ति एक हुनुपर्छ भनेर उहाँहरू मिल्नु भएको छ र उहाँ चुनाव केन्द्रित अब यो गठबन्धन हो। अब गठबन्धन भन्दा पार्टी नै एउटै भइसकेपछि एउटा चुनाव केन्द्रित हो। अब निर्वाचन आउँदैछ, अब त्यसमा जानुहुन्छ, त्यसले परिणाम के दिन्छ अनि त्यसपछि अरू कुरा तय होला। यहाँ आफै कतिको उत्साहित हुनुहुन्छ? होइन, एउटा अलग अलग हुनुभन्दा जस्तै यो फेरि संसदीय व्यवस्था हो। संसदीय व्यवस्थामा चाहिँ अलग अलग हुनुभन्दा एउटै पार्टी भएर गएको राम्रो। जब सिद्धान्त मिल्यो भने, उहाँहरूको विचार मिल्यो भने, होइन, किन एउटै विचार भइसकेपछि फरक फरक बस्नुपर्ने कुनै अवस्था होइन। र अनि अब त्यतिले मात्र पुग्दैन। अब समान विचार र अर्को कुरा चाहिँ फेरि अझै त तपाईँको जस्तै तपाईँको भोलि चुनाव हुन्छ, चुनाव भइसकेपछि गठबन्धन गरेर पनि जानुपर्ने हुनसक्छ उहाँहरूले। अन्य दलहरू होइन, जो तपाईँको अहिले भ्रष्टाचारमा लिप्त छैनन्, जो अहिले यो तपाईँको देश लुट्नमा लिप्त छैनन्, तिनीहरूको अझ गठबन्धन गरेर जाँदा पनि राम्रै हुन्छ यसले। जस्तो उहाँहरूको बिचमा बालेन चाहिँ रासोपामा प्रवेश गरेको जस्तो र रासोपाले चाहिँ अब आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवारको रूपमा आफ्नो संसदीय दलको नेता र त्यसपछि प्रधानमन्त्रीको दावेदारको रूपमा जुन प्रस्तुत गर्ने भनेर बताइएको छ नि, यो आफैमा त्यो 7वटा बुँदामा यी सहित उल्लेख गरेर राखिएको छ नि, त्यो बुँदा सरसर्ती हेर्दाखेरि चाहिँ झट्ट दिमागमा चाहिँ के आयो तपाईँलाई? अब बालेनलाई जसरी पनि ल्याउनुपर्छ भन्ने लाग्यो रासोपालाई। बालेनलाई पनि जानु थियो, जानुभयो र अब बन्यो। मलाई चाहिँ यो राजनीतिक एजेन्डा चाहिँ तपाईँको के हुन्छन् भने अब हामी त अब यो राजनीति रूपमा गरिएका एजेन्डाहरू दीर्घायु हुन्छन् भन्ने हुँदैन। अब भोलिको परिस्थितिले के गर्छ त फेरि? के कुराले चाहिँ एक बनायो जस्तो? होइन, मलाई थाहा छैन यो कुरा, म वार्तामै छैन होइन। त्यो आफूलाई थाहा नभएको वैकल्पिक शक्तिहरू एक हुनुपर्छ भन्ने धारणा हो। त्यो हुँदा राम्रै हुन्छ, त्यसमा नराम्रो हुनुपर्ने कुनै कारण चाहिँ म देख्दिनँ। त्यो जस्तो धेरै त्यो नराम्रो हुनुपर्ने, नराम्रो त अब जसले चुनाव हार्दैछन्, जसले यो मिलिसकेपछि केही ठाउँमा आफ्नो निर्वाचन गुमाउँछन् उनीहरूलाई हो नि। त्यो कोही मिलेर जान्छ भने त्यो नराम्रो के हो त? मैले जस्तो अहिले देखिराखेको जेएनजी विद्रोहपछि दुई थरी कुरा त्यति बेला आइराखेको थियो। एउटा यो संविधानको पक्षमा र अर्को यो संविधानको विपक्षमा। जस्तो यहाँहरू राजसंस्थाको कुरा गर्नुहुन्छ होइन, धर्मनिरपेक्षता हुनु हुँदैन भन्नुहुन्छ, सङ्घीयताको विरुद्धमा लगातार आफ्नो पार्टीलाई यहाँ आफै पनि उभिराख्नु भएको छ। तर अर्कोतर्फ चाहिँ जेएनजी विद्रोहपछि चाहिँ यो सङ्घीयताको पनि पक्षमा, अहिलेको जे संविधान छ आधारभूत विशेषता छन् त्यसको पक्षमा। त्यति बेला यदि 24 गतिदेखि सरकार निर्माण नहुने बेलासम्मको स्थिति हेऱ्यो भने यहाँहरूको जुन एजेन्डा बोक्दै आइराख्नु भएको थियो त्यतातर्फ जाने हो कि भन्ने खालको एउटा देखिराखेको थियो। त्यसपछि आजको दिनसम्म यदि हेऱ्यो भने जो संविधानका पक्षधरहरू थिए नि उनीहरू थप एकीकृत हुँदै गइराखेको, बलशाली बन्दै गइराखेको र तपाईँले जुन धारा बोकिराख्नु भएको छ
यो संविधानका आधारभूत विशेषतामा परिमार्जन गर्नुपर्छ, गणतन्त्रको ठाउँमा राज संस्था ल्याउनुपर्छ, धर्मनिरपेक्षताको ठाउँमा हिन्दू राष्ट्र हुनुपर्छ, होइन, सङ्घीयतामा यो प्रदेशको काम छैन, यसलाई खारेज गर्नुपर्छ भनेर बताइराख्नु भएको, यो समूह चाहिँ कमजोर बन्दै गइराखेको त्यो विश्लेषण भइराखेको छैन। कमजोर चाहिँ छैन, त्यतिखेर चाहिँ अलिकति बलियो बन्या हो। अब त्यसपछि अब यो के छ भने यो अब नेपालमा चाहिँ दुईवटा मुद्दा, प्रदेश संरचना चाहिँदैन र राष्ट्र चाहिन्छ भनेपछि राजुदावासले ढोकाभित्र छिर्न पनि दिँदैनन्, किनभने यो नेपालीको एजेन्डा होइन। यो जसरी यो अहिले धर्मनिरपेक्षताको कुरा, प्रदेश चाहिन्छ भन्ने कुरा, यो नेपालीको एजेन्डा होइन, यो विदेशका राजदूतावासले लादिएको एजेन्डा हो। त्यो हुने बित्तिकै नेगेटिभ भइहालिन्छ। त्यो चाहिँदैन भन्ने बित्तिकै पत्र पत्रिका पनि नेगेटिभ होइन, नेपालको म्याक्सिमम पत्र पत्रिका चाहिँ त्यसको नेगेटिभमा जान्छन्। कसैले सङ्घीयता चाहिँदैन भन्यो भने त्यसलाई बाइकआउट गर्ने कुरा हुन्छ। कसैले हिन्दू बुद्ध किराँत सहितको वैदिक सनातन हिन्दू अधिराज्य चाहियो, हिजो हुँदा खाँदाको चिज चाहिँ किन मासेको त? माओवादीले हतियार लडेको भनेको हिन्दू राष्ट्र मास्नका लागि लडेका थिए र? 62-63को आन्दोलन हिन्दू राष्ट्र फाल्नुपर्छ भनेर गरे हो र? यदि त्यो कुरा चित्त बुझ्दैन भने जनमा सङ्ग्रह गरिदिँदा हुन्छ नि त, होइन? त्यो मुद्दा हो। त्यो भए हुनाले अहिले के छ भने फेरि अब के छ भने मिडियाको कुरा हो। अन्त मिडियाले इन्फ्लुएन्स गर्ने कुरा हो नि त, होइन? अब एउटा कोही सङ्घीयता चाहिँदैन भन्ने एकजना कोही नाम नभनौँ, आघात, जसले वडा अध्यक्ष पनि जितेका छैन, एउटा केटीले फेसबुकमा स्टाटस लेख्छन्, नेपालको मुलदारको मिडियाले हरारारारारारारा त्यसलाई के गर्छ, एउटा भाइरल होम जस्तो बनाउँछ। तर अर्को कुनै सङ्घीयता चाहिँदैन भनेको मान्छेले 50,000 मान्छे जम्मा गरेर त्यो कुरालाई एक्सप्रेस गर्यो भने त्यसको काहीँ पनि स्थान पाइँदैन, किन यो डिजाइनमा भइराखेको छ र एक दिन पछुताउनुपर्छ। अहिले खुसी होलान्। ल म अहिले प्रश्न गर्न चाहन्छु, जोसुकै मान्छे भोलि यो देशको प्रधानमन्त्री हुन्, ल भन्नुहोस्, तीनटा कुरा, एउटा परराष्ट्र नीति, एउटा खर्च कटौती इकोनोमी, अर्को भनेको आस्था। ल भनौँ प्रदेश संरचना भोलि देशको कोही पनि मान्छे यो देशको प्रधानमन्त्री हुन धान्न सक्छ। अर्को हाम्रो अन्तर्राष्ट्रिय स्तरमा परराष्ट्र नीति कति कमजोर बन्दै गयो नेपालको राष्ट्रपति व्यवस्थाले गर्दा। त्यो जोसुकै प्रधानमन्त्री भयो भने त्यसलाई सुधार्न सक्नुहुन्छ त? त्यो सम्भव नै छैन। अनि तेस्रो कुरा, हिन्दू बुद्ध किराँत सहित वैदिक सनातन हिन्दू अधिराज्य हुँदा हाम्रो देशको पहिचान हुँदैन। विश्वमा झन्डै 121 करोडभन्दा बढी हिन्दू धर्मावलम्बीहरू छन्, झन्डै 60 करोड बुद्ध धर्मावलम्बी छन्। यिनीहरूको चाहिँ मुख्य तीर्थस्थल नै नेपालमा छ, जस्तै इसाईको रोम क्याथोलिक चर्चहरू भयो जस्तो, अर्थात् जेरुसलम भयो जस्तो, जहाँ जिसस क्राइस्ट जन्मिनु भएको, अनि जस्तो तपाईँको मुसलमानहरूको मक्का मदिना भयो जस्तो। विश्वभरिका हिन्दूहरूको सबभन्दा ठुलो मन्दिर त पशुपतिनाथ होइन र? हिन्दूहरूको सबभन्दा बढी मान्ने भगवान शिवको आराधना केन्द्र होइन र? हाम्रा कतिवटा तपाईँको त्यो धामहरू छन्, त्यो 4 धाम कति धाम भन्छन्, त्यसमध्ये त 2वटादेखि 3वटा धाम त नेपालमै छन्। ल भन्नुहोस् त। अनि अर्को चाहिँ माता सीताको जन्मभूमिसम्म नेपालमा छ। ल भन्नुहोस् त। विश्वको 121 करोड मान्छेको 10% मान्छे मात्रै नेपाल ल्याउन सक्यौँ भने नेपालको इकोनोमी कहाँ पुग्छ? अनि त्यतातिर ध्यान कसैको पनि छैन। अनि अर्को 60 करोडभन्दा बढी बुद्ध धर्मावलम्बी छन्, तिनीहरूको पवित्र स्थल नेपालमा छ। लुम्बिनी 10% मान्छे मात्रै आइदियो भने हाम्रा दाजुभाइहरू दुबई र कतारमा गएर बेल्चा हान्नुपर्छ खाडीमा। यही देशमा होटल व्यवसाय सब चल्न सक्छ, टुरिज्म आउँछ नि त। हामी कहाँ तपाईँको अहिले यहाँ हाम्रो तपाईँको ताल हेर्नुभन्दा यहाँ हाम्रो ताल हेर्न आउँछ। को आउँछ? अमेरिकामा ताल छैन, भारतमा तालहरू छैनन्। जस्तो यहाँले जुन एजेन्डा होइन, ल भन्नु हिमाल हेर्न आउने भन्छन्। हिमाल भनेको हाम्रो एउटा माउन्टेन एभरेस्ट बाहेक अरू हिमाल अन्य देशमा छैनन्। पाकिस्तानमा हिमाल छन्, भारतकै उत्तरतिर हिमालहरू छन्, दक्षिण अमेरिकातिर हिमालहरू छन्। अनि किन मान्छे यहाँ हिमाल हेर्न आउँछ? अनि के गर्छौँ? हातमा सुनको कचौरा बोकेर सडकको किनारमा बसेर भिख मागिरहेका छौँ। यो देशको इकोनोमी हो। यो कुरा लगातार यहाँहरूले प्रदेश चाहिन्छ भन्नुहुन्छ। ल प्रदेश चाहिन्छ, बुझाउन सकेनौँ होला। कसरी बुझाउन सकेनौँ होला? हामीले बुझाउन सकेनौँ होला, तर यथार्थ यही हो त। ल को छ अहिले तिनै प्रधानमन्त्रीका उम्मेदवारलाई अगाडि राखेर सोध्नुहोस् न, तपाईँ प्रदेश संरचना कसरी धान्नुहुन्छ?
1 वर्षमा 4 खरब पैसा खर्च हुन्छ। 1 वर्षमा नेपालले 3 देखि 4 खरब पैसा विदेशीसँग ऋण माग्छ, त्यो ऋण तिर्नुपर्छै पर्दैन भोलि। तर यही यहाँहरूले जुन भाष्यलाई लगातार अगाडि बढाउन खोजिराख्नु भएको छ, जसरी ध्रुवीकरण हामी जुन कार्यक्रमको सुरुवातमा कुराकानी गरिराखेका थियौँ नि, जुन तरिकाले देशको राजनीति ध्रुवीकृत भइराखेको छ, यहाँहरूको लागि चाहिँ प्रतिकूल खालको अवस्था सृजना चाहिँ ठिक छ त, फेरि अहिलेको जुन रवि बालेनको जुन मिलन देखियो नि, यो चाहिँ यहाँहरूको जुन एजेन्डा यहाँहरूले जुन अगाडि बढाउन खोजिराखेको भाष्य छ अथवा देश यसरी सञ्चालित हुनुपर्छ भनेर जुन बताइराख्नु भएको छ नि, त्यसको लागि सहायक अथवा सहयोगी हुने देखिराख्नु भएको छ कि झन् चाहिँ आफूले जे सोचेर यो राजनीतिमा अथवा राप्रपामा काङ्ग्रेस एमाले झन् त्यो बाटो द्रुह बन्दै गइराखेको देखिन्छ। होइन, काङ्ग्रेस एमाले भन्दा उहाँहरूसँग अलिक सहज हुन्छ, किनकि उहाँहरू हिजो यो राष्ट्र संस्था फाल्ने मुद्दामा पनि उहाँहरू लाग्नु भएको थिएन। हिन्दू राष्ट्र फाल्ने मुद्दामा कहीँ न कहीँ कतै पनि उहाँहरूको सिग्नेचर छैन, किनभने उहाँहरू हिजो राजनीतिक दल नै थिएन संविधान लागू गर्दा। काङ्ग्रेस एमाले माओवादीले यसलाई पहिचान आफ्नो अस्तित्वसँग जोडिएका छन् भने यो नयाँ दलहरूले यसलाई अस्तित्वसँग जोड्दैनन्। तर नयाँ दलका नेताहरूले मैले स्पष्ट भन्ने गरेका छु भने देश बन्ने भनेको भाषणले होइन हो, पपुलर हुनुहुन्छ भोट आउला, चुनावमा प्रधानमन्त्री नै हुनु होला, के नौलो कुरा हो र नेपालमा प्रधानमन्त्री? सुन्नुहोस्, नौलो कुरा त होइन, तर देश बन्ने भनेको व्यक्ति पनि नयाँ आउनुपर्छ। तर व्यक्ति मात्रै आएर हुँदैन नि त, सिस्टम पनि त नयाँ आउनु पर्यो। ल भोलि मलाई नै प्रधानमन्त्री बनाउनुहोस्, ल म अरूको कुरा गर्दिनँ, खैर अरूको कुरा गरिनँ, म अरूलाई किन कमेन्ट गर्ने? अनि यही प्रदेश पाल्न मैले सक्छु भने प्रदेश संरचना पाल्नका लागि मैले कि त विदेशबाट ऋण ल्याउनु पर्यो, कि त जनतामाथि कर थुपार्नु पर्यो। यसलाई कटौती नगरिकन अनि म मात्रै आएर देश बन्छ भनेर बन्ने हो र? हो, एकछिन रमाइलो हुन्छ, समर्थकहरू आउला। यहाँले जुन प्रदेश संरचनाको अहिले विरोध गरिराख्नु भएको छ, धेरैले यो प्रदेशको कुरा आउने बित्तिकै यहाँका अन्य अन्तर्वार्ताहरूमा पनि अथवा त्यहाँ आइराखेका प्रतिक्रियाहरूमा पनि हेर्दै गर्दाखेरि 62-63 को आन्दोलन र त्यस लगत्तै भएको मधेस आन्दोलन जति बेला भयो र त्यसपछि विभिन्न जनजाति समूहको आन्दोलन पनि त्यति बेला चल्यो र एक प्रकारले त्यति बेला एउटा द्वन्द्व अग्रसर भइराख्यो, त्यति बेला देखिन्थ्यो। त्यो द्वन्द्वको व्यवस्थापनको कोणबाट चाहिँ यो प्रदेशको संरचना आएको भने एउटा कोण त्यो जो प्रदेशका पक्षधरहरू छन् उनीहरू त्यो कुरा गरिराखेको देखिन्छ। अर्को कुरा भनेको अहिलेको यो प्रदेशको विरोध गर्नुभन्दा अगाडि प्रदेशको विषयमा संविधानले जे कुरा प्रदेशलाई अधिकार दिएको छ त्यो पूर्ण रूपमा प्रदेशले अधिकार नै पाएको छैन। त्यसकारणले गर्दाखेरि जुन कुरा पूर्ण रूपमा कार्यान्वयन नै भएको छैन भने त्यसको विषयमा अहिले किन समीक्षा गर्ने भन्ने कोणबाट अर्को तर्क पनि राखिराखेका छन्। यसमा चाहिँ तपाईँ र तपाईँको पार्टी चाहिँ के सोध्दछ? पहिचान हो भन्छन् केही साथीहरूले। प्रदेश के को पहिचान? कसरी पहिचान? जस्तो कर्णाली प्रदेश के पहिचान भयो त? पहिला मुख्यमन्त्री महेन्द्रबहादुर शाही, त्यसपछि जीवनबहादुर शाही, त्यसपछि राजकुमार शर्मा, अहिले अमलाल गणेल हाम्रोमा। अनि उनीहरू त्यहाँ यदि मुख्यमन्त्री नभइदिए भए यहाँ सङ्घमा आएर कोही मन्त्री हुन्थ्यो होला, कोही सांसद हुन्थे होइन। अनि कर्णालीको एकजना मान्छे बिहान बेलुका रोजीरोटीका लागि काम गर्ने मान्छेलाई त्यहाँ प्रदेश संरचना भएपछि उसलाई के फाइदा भयो? रोजगारी पायो कि? बाटो विकास भयो कि? होइन, ल भन्नुहोस् न। अथवा स्वास्थ्य निःशुल्क पायो कि? शिक्षा निःशुल्क पायो कि? होइन होइन, बिजुली फ्रीमा पायो कि? सङ्घीय त फेरि प्रदेश मात्रै पनि होइन, स्थानीय तहदेखि केन्द्रसम्म स्थानीय तह त चाहिन्छ भन्दैछौँ हामी। ल भन्नुहोस् न, पानी फ्रीमा पायो कि? बरु के पायो? हिजो 500 रुपियाँ उसले कर तिर्थ्यो भने अहिले 1000 रुपियाँ कर तिर्नु पर्यो। हिजो एकजना मान्छे विदेश काम गर्न जान्थ्यो भने आज 2 जना जान्छ। अनि कसरी त्यो पहिचानसँग जोडियो जिन्दगी हो? यो प्रदेश कसका लागि चाहिएको छ? नेताहरूका लागि चाहिएको छ। किनकि हाम्रै पार्टीमा पनि कार्यकर्ता बढेपछि व्यवस्थापन प्रदेशमा गर्ने। काङ्ग्रेसमा कार्यकर्ता ज्यादा छन्, कसैलाई मुख्यमन्त्री दियो, कसैलाई प्रदेशको मन्त्री बनाइदियो। अब भोलि रविजीहरू पनि प्रदेशमा भाग लिनुभयो भने इफकेस उहाँले पनि अहिले जति कार्यकर्ता क्याउ गरिरहेछन् तिनीहरूलाई व्यवस्थापन गर्ने। पूर्वमा जुन पहिचानलाई लिएर उठिराखेको आन्दोलन चाहिँ यहाँले जस्तो अगाडि हामी जुन हिन्दू राष्ट्रको विषयमा यहाँले कुराहरू राख्नुभयो हो, त्यो पहिचान देशको विषयमा चाहिँ हामी न धर्म जोडिएको छ, न संस्कार जोडिएको छ, न उनीहरूको नाम जोडिएको छ। जब प्रदेशको हकमा चाहिँ पूर्वमा जुन आन्दोलन उठिराखेको छ नि त्यसमा विषयमा यहाँ पनि जानकार हुनुहुन्छ। पूर्वको प्रदेशको आन्दोलन नाम राखिदिनुहोस् ल, के फरक पर्छ त? के हुन्छ त? ल नाम राख्दैन। भोलि त्यो मेरो कर्णाली प्रदेशको नाम होइन भेरी प्लस कर्णाली राखिदिनुहोस् अनि के हुन्छ? जस्तो हामीले यदि हिन्दू राष्ट्र नेपाललाई जस्तै अहिले जे छ
यसलाई चाहिँ हिन्दू राष्ट्र भनेर घोषणा गर्यौँ भनेर त्यसले के फरक पार्छ? पार्छ। नामै राख्ने त के फरक पार्छ? त्यसको फरक पार्छ। कसरी फरक पार्छ भने एक मात्र विश्वको हिन्दू राष्ट्र हुन्छ, पहिलो कुरा, संसारको कुनै पनि ठाउँमा छैन। दोस्रो कुरो, त्यो हुने बित्तिकै नीति पारित हुन्छ। नीति जस्तै वीरेन्द्रले गर्नुभएको थियो नि, हिन्दू राष्ट्र नेपाल बनाइसकेपछि शान्ति क्षेत्र घोषणा गर्नुभएको थियो, नीति पारित हुन्छ। नीति पारित भयो भने विश्वभरि रहेका हिन्दू धर्मावलम्बी र बुद्ध धर्मावलम्बीहरूको एक महिना, जब भगवान शिवको आराधना हुन्छ कुन महिना, एक महिना हिन्दूहरूका लागि, एक महिना बुद्धिस्टका लागि, जब गौतम बुद्धको जन्मदिन पर्छ, नेपाल भ्रमण मात्र गरौँ भनेर एउटा क्याम्पेन चल्छ। त्यसले नेपालको इकोनोमी अहिलेको भन्दा हजारौँ गुणा बढी तपाईँ फाइदा भएर नेपाल विकासको बाटोतिर अगाडि लम्किन्छ। त्यसले त्यो फाइदा गर्छ। ल नाम परिवर्तन गर्ने बित्तिकै के भन्ने हो? कर्णाली प्रदेशको नाम भोलि त्यो प्रदेशको नामै गरेर अर्को नाम राख्ने, त्यो नामले के हुन्छ? यो त के हो भने मान्छे बिचमा झगडा गराउने, एनजिओले गे मान्ने, एमएसीले नेपालीलाई कसरी झगडा गर्ने, अनि प्रदेश आएर स्थायित्व भयो भने अब यो झगडाको नयाँ बिउ सुरु भयो। अब यो निर्वाचन मार्फत वा दलीय जुन नवीन समझदारीको कुरा यहाँहरू पनि गरिराख्नु भएको छ, केही हुने सम्भावना कतै न कतै चाहिँ यो नवीन समझदारीको जुन यहाँहरूले उकालत गरिराख्नु भएको छ त्यतातर्फ चाहिँ त्यो निर्वाचन मार्फत वा आन्दोलन मार्फत देश अब त्यतातर्फ अग्रसर हुने देख्नुहुन्छ कि देख्नुहुन्न? पहिलो कुरा चाहिँ यो नयाँ साथीहरूलाई पनि सोध दिनुहोस् एकछिन, उहाँहरू आउँदाखेरि सोधिदिनुहोस्। के सोध्नुहोस् भने तपाईँ देशको प्रधानमन्त्री हुनुभयो भने तपाईँको परराष्ट्र नीति के हुन्छ है? हामीलाई राज संस्था अहिले आवश्यक भएको शासन गर्नलाई होइन, शासन गर्ने जनताको छोराले नै हो, त्यो प्रधानमन्त्रीले नै गर्ने हो शासन। अन्त संसदीय प्रधानमन्त्री हो, अझ हामी त यसलाई प्रत्यक्ष निर्वाचित कार्यकारी, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीमा जाउँ भन्ने छ होइन? त्यहाँ जाउँ। राज संस्था चाहिएको भनेको राष्ट्रिय एकताका लागि हो। अहिले जस्तो राष्ट्रपतिबाट राष्ट्रिय एकता कायम भएन, पछि लुक्नुभयो, भाग्नुभयो, कहिले काङ्ग्रेसको राष्ट्रपति, कहिले माओवादीको, भोलि अब रविजीहरू आउनु भने उहाँको राष्ट्रपति आउला, उहाँको राष्ट्रपतिलाई सबैले स्वीकार्छ भन्ने पनि त छैन। त्यो पनि त एउटा दल हो, तर राजा भनेको त सबको साझा हुन्छ नि, कुनै दल विशेषको हुँदैन। अर्को स्थायित्व चाहिएको छ। हाम्रो देश कहाँ छ? हाम्रो देशको जियो पोलिटिक्स के छ? त्यति पनि बुझ्न सक्नुहुन्न भने साथीहरूले राजनीति कसरी गर्नुहुन्छ? हो, केही जनताले भोट हाल्दैनन् भनेर तपाईँले त्यो राजनीति गर्न थाल्नु भने कहाँ पुग्नुहुन्छ? भने देश कहाँ पुग्छ? तपाईँ मन्त्री बन्नु होला, तपाईँ प्रधानमन्त्री बन्नु होला, सांसद बन्नु होला, तर देशले त दुर्गति प्राप्त गर्छ। ल भन्नुहोस् त, उत्तरमा चीन, दक्षिणमा भारत, बिचमा पश्चिममा संसारको सबभन्दा बढी अहिले तपाईँको इन्फ्लुएन्सिङ गरेको कन्ट्री हो नेपाल। यहाँको राष्ट्र प्रमुख स्थायित्व चाहिन्छ हामीलाई, अस्थायी होइन। र अर्को परराष्ट्र नीति, आज के छ परराष्ट्र नीति नेपालको? एकछिन गएर नेपालको यहाँभन्दा 10 वर्ष अगाडिको, यहाँभन्दा 30 वर्ष 40 वर्ष अगाडिको पासपोर्टको तपाईँको रेटिङ के थियो, अहिलेको रेटिङ के छ? एकछिन हेरिदिनुहोस् त। स्वयं हाम्रो देशको राष्ट्रपतिलाई एकफेरि अमेरिका पठाइदिनु, राजालाई एकफेरि अमेरिका पठाइदिनु। विश्वको शक्तिशाली राष्ट्र अमेरिकाले गर्ने नेपालप्रतिको व्यवहार त्यहाँबाट थाहा हुन्छ। अनि एउटा रामचन्द्र पौडेल पाल्नुको सट्टा एउटा राजा ज्ञानेन्द्र शाह राख्दा के फरक पर्छ नेपाली जनतालाई? अब यो त यहाँहरूले लगातार बताइराखेकै कुरा हो। यी कुराहरूलाई यहाँहरूले कसरी अगाडि बढाउँदै हुनुहुन्छ? अब हामी दल हौँ, हामी किनकि अहिले जुन राजनीतिक ध्रुवीकरण जसरी अगाडि बढिराखेको छ, ध्रुवीकरण अब गर्नै पर्छ। अब तपाईँहरू चाहिँ ध्रुवीकरणमा जाने अब स्पष्ट यो टेलिभिजनबाट गएको देखिराखेको छ। चाहे नयाँ हुन् चाहे पुराना हुन्, जुनसुकै हुन्, हिन्दू राष्ट्र मन पराउनेहरू, राज संस्था मन पराउनेहरू, प्रदेश संरचना खारेज गर्नेहरू हैन, संवैधानिक आयोगमा राजनीति नियुक्ति बन्द गर भन्नेहरू एक कितामा उभिनैपर्छ। अब किनभने यो पटक पटक धोका भइराखेको छ कि यो दूतावासहरूले पटक पटक त्यस्तो काम गर्छन्। विदेशी दूतावासहरूले अलिकति एजेन्डा डिलेर हुने बित्तिकै व्यक्ति खडा गर्छन् क्या, तपाईँको बुझ्नुभयो? अनि 10 वर्ष रल्ल पार्छन् क्या तपाईँको। उदाहरणको रूपमा बताउनुहोस् त कसरी हुन्छ? अब जस्तो सिके रावत ल्याए, मधेसमा त्यो एजेन्डा फलप भइसकेको थियो। जब जस्तो मधेसमा के भइसकेको थियो, यो प्रदेशको कुरामा चाहिँ मधेसका जनता वाक्क भइसकेको थियो, अनि सिके रावतको लन्च गरियो, अनि मत्थर भयो 5 वर्ष। अहिले भइराखेको अहिले जनताले बुझ्दै जान्छन्, मैले भन्नु पर्दैन। यहाँहरू राप्रपाको नै आफ्नै विश्लेषण तपाईँहरू हाम्रो बदलिराखेको हाम्रो विश्लेषण स्पष्ट साथ के हो भने हाम्रो सिद्धान्त र प्रिन्सिपलमा 10 जना मान्छे भए पनि हामी एक ठाउँमा उभिन्छौँ भन्ने हो। यहाँ आफै चाहिँ अब जसरी वैकल्पिक दाबी गर्नेहरू एकजुट भइराखेका छन्, यो राप्रपाबाट अब जुन आफ्नो राजनीतिक महत्त्वाकांक्षा छ त्यो अगाडि बढाउनको लागि अलिक कठिन जस्तो देखियो भने
यतातर्फ मिलेर जान सकिन्छ कि होइन त्यो सोचिराख्नु भएको छ कि राजनीतिक के छ? महत्त्वकाङ्क्षी भइदिएको भए पहिला म रापरमै आउँदैन थियो होला। म आउँदाखेरि त रापरमा 1 सिट पार्टी थियो। म 14 सिट भएको रापरमा आएको होइन नि। म आउँदाखेरि त 1 सिट थियो, त्यो पनि एमालेसँग मिलेर ल्याएको झापाबाट। अनि भनेपछि त्यस्तो पार्टीमा आएर 14 सिट बनाइया हो होइन। सिद्धान्त भन्दा के हुन्छ भने मैले एकजनाले जित्नु र हार्नु र म एकजना मान्छे प्रधानमन्त्री बन्नु या मन्त्री बन्नुले यो देशलाई केही पनि फरक पार्दैन। देश बन्नका लागि सिस्टम चाहिन्छ, सिस्टम बन्नका लागि संविधान चाहिन्छ। संसारभरि त यो अमेरिकामा अहिले डोनाल्ड ट्रम्प आए पनि एउटै हो, हिजो उठेर हिँड्न नसक्ने जे बाइडेन आए पनि एउटै हो। सामान्य एउटा उदाहरणका लागि म तपाईँको ट्राफिक नियमलाई लिन्छु। सिस्टम भन्ने कुरा के हो? जस्तै हरेक प्रधानमन्त्री यो देशमा फलप भइरहेछन् किन? कि अहिलेका हामी मात्र नयाँ मान्छे मात्रै हामी सब संसारको सबभन्दा सबल हो, अरू सबै कामै नलाग्ने थिए र? डाक्टर बाबुराम भट्टराई पनि त फेल हुनुभयो नि त यो देशमा। सुशीला कार्की पनि त अहिले फेल छिन्। उहाँ प्रधानमन्त्री हुनभन्दा अगाडिको इमेज र अहिलेको इमेज हेर्नुहोस्, आकाश पाताल फरक छ कि छैन? जनतामा आकाश पाताल फरक छ कि छैन? आलोचना बढ्दै गइराखेको छ। सी इज फेलियर टोटली। भने भोलि नयाँ साथीहरू फेलियर हुँदैनन् भन्ने केही ग्यारेन्टी छ? किन हुन्छन् भन्दाखेरि यसको उदाहरणका लागि के हो भने एउटा बसलाई लगाउँ, बसको इन्जिन खराब छ, हामी ड्राइभर चेन्ज गरिराखेका छौँ, चालक परिवर्तन गरिराखेका छौँ। कि इन्जिन खराब भयो भने जति नयाँ चालक ल्याए पनि त बसले त गन्तव्यमा पुर्याउँदैन, तपाईँ त्यो गाडी त गुड्दैन। यहाँ आवश्यकता के हो भने ड्राइभर पनि नयाँ चाहियो, इन्जिन पनि नयाँ चाहियो। जस्तै अहिले नेपालको संविधानको धारा 284 के अहिले बन्न लागेको यो रविजीहरू उहाँहरूले यो खारेज गर्ने तयारीमा जानुहुन्छ। 284 नेपालको संविधानको धारा 76 खारेज गर्नुहुन्छ, नेपालको संविधानको धारा 153 खारेज गर्नुहुन्छ, तपाईँ नेपालको संविधानको भाग 13 देखि 17 खारेज गर्नुहुन्छ, सक्नुहुन्छ। अब त्यो गरेपछि के हुन्छ भने देश सुशासनतिर जान्छ, होइन, सही बाटोतिर जान्छ, सही निर्माणतिर जान्छ। अनि त्यो भनेको व्यवस्था हो। अनि यता व्यक्ति नयाँ आउँदै गर्छ। भोलि जोसुकै आए पनि काम हुन्छ क्या देशमा। जस्तो बाबुराम भट्टराई फेलियर भए, सुशीला कार्की फेलियर भइन् होइन। यहाँ अगाडि हतियारै बोकेर आएका प्रचण्डसम्म फेलियर भए। प्रचण्ड बराबर क्रान्तिकारी त अहिले तपाईँ हामी त के छौँ त? 64 को प्रचण्ड हेर्नुहोस् त। 64 को प्रचण्ड, 74 सालको केपी ओली। 74 सालमा केपी ओलीको विरुद्धमा कसैले स्टाटस लेख्यो भने घर घर मान्छेले कुटाइ खानुपर्ने अवस्था थियो जनताको। त्यस्तो जनताको सेन्टिमेन्ट थियो। जस्तो यहाँले अब किन फेलियर भयो त? 51 को के अरे शेरबहादुर देउवा किन फेलियर भयो? हरेक पटक किन फेलियर भयो भने सिस्टम गतिल्लो छैन। जस्तै भोलि म नै प्रधानमन्त्री भए पनि प्रदेश कसरी पाल्ने? ल मैले आज एउटा राम्रो निर्णय गरेर पठाउँछु, एकजना मान्छे जान्छ अदालतमा मुद्दा हालिदिन्छ, अरू पार्टीको न्यायाधीश हुन्छ, त्यसले फैसला कार्यान्वयन गर्न दिन्न। अनि कसरी काम गर्ने? अहिले भएन। कुलमान घिसिङले हृदयेन्द्र साकेले हटाउनु भयो होइन, एउटा मन्त्रीले हटायो, भोलि एउटा दिन अदालत गएर फेरि हाजिर खाएर जाहिर खाइहाल्नु। अख्तियारदेखि लगेर निर्वाचन आयोगसम्म, अदालतको प्रधान न्यायाधीशदेखि लगेर महालेखाको महापरीक्षकसम्म पार्टीका कार्यकर्ता नियुक्ति गर्ने व्यवस्था नेपालको संविधानको धारा 284 र 153 ले व्यवस्था गरेका छ। यहाँ जुनसुकै नयाँ मान्छे आए पनि त्यो धारा खारिज नगर्दासम्म देश विकासै हुँदैन। अब यो कुरा बुझ्ने कि नबुझ्ने? यो कुरा बुझ्न उनीहरू तयार छैनन्। यहाँले अगाडि जुन वैदेशिक हस्तक्षेपको जुन कुराकानी गरिराख्नु भएको थियो र नेपालमा अहिलेको हामीले जुन व्यवस्था अङ्गीकार गरिराखेका छौँ, यो व्यवस्थाका धेरै प्रावधानहरू पनि त्यो मौलिक भएनन् भन्ने यहाँले जुन कुरा उठाइराख्नु भएको छ। जस्तो जब नेपालमा चाहिँ वैदेशिक हस्तक्षेपको कुरा आउँछ, 2007 सालको त परिवर्तनको बेलामा चाहिँ राजा त्रिभुवन भारतीय दूतावासमा शरण लिँदै भारत पुगेको र त्यसपछि चाहिँ नेपालमा त्यो प्रजातन्त्र आएको भनेर एक थरी चाहिँ कतै न कतै नेपालमा वैदेशिक हस्तक्षेपको चाहिँ त्यो जननीको रूपमा त्यहाँदेखि नै देश चाहिँ वैदेशिक हस्तक्षेपको त्यो कतै न कतै रूपमा अर्को देशको चाहिँ त्यो हस्तक्षेप स्वीकार गर्नुपर्ने खालको स्थितिमा पुग्यो भन्ने खालको जुन तर्क गर्छन् नि। त्रिभुवनको 2007 सालको परिवर्तनपछि त्यसपछिको परिवर्तन त के भयो भन्ने जगजाहेर नै छ। यो विषयमा चाहिँ के भन्नुहुन्छ? तपाईँले भनेको कुरा सही हो। त्यही भएर त राजा महेन्द्रले त्रिभुवनका सबै निर्णयहरू उल्टाइदिनु भयो। त्यही भएर हामी नेपालका सबै मान्छेले के भन्छन्, नेपालको जग बसाल्ने मान्छे पृथ्वीनारायण शाह हुन् भने देश बचाउने मान्छे चाहिँ महेन्द्र हुन् र मुलुकलाई शान्ति स्थापित गर्ने मान्छे वीरेन्द्र हुन् भने आफ्नो सत्ता पनि जनताका लागि भनेर सुम्पिने मान्छे ज्ञानेन्द्र शाह। त्यो त इतिहासै छ नि त नेपाल। राजा महेन्द्रले त्रिभुवनको पालामा गरिएका सबै निर्णयहरू उल्टाउनु भयो नि पछि।
नेपालको मन्त्री परिषदमा सम्म बिपी कोइरालाले मातृका प्रसाद कोइरालाले त्यतिखेर नेपालको मन्त्री परिषदसम्म भारतको राजदूत बस्ने चलन थियो। थाहा छैन तपाईँलाई? अस्ति एउटा कमेडी सोमा एकजना भाइले नै राजा त फेरि होइन, राजा त त्यतिको खोपीको थिए त। त्यही कुरा चित्त नबुझेपछि महेन्द्रले 2017 सालमा सत्ता हातमा लिएर त्यो घटाइदिए। नेपालका उत्तरी सिमानामा 17वटा क्याम्प त तपाईँको आर्मीको राख्न दिएको थिए यो काङ्ग्रेस र राष्ट्रिय प्रजा परिषदहरूले त्यतिखेर। अनि त्यो कुरा महेन्द्रलाई चित्त नबुझेपछि के गरिदिनु भयो? तर केही 18 भन्छन् 17वटा हटाइयो, कालापानीको हटाइएन भन्ने कुरा आउँछ नि, के आधारमा हटाइएन जस्तो लाग्छ? यो कम्युनिस्टका कुरा गर्ने हो भने त राजा महेन्द्रले नै देश बेच्यो अरे भन्छन् यिनीहरू। नक्कली हो नि यही कम्युनिस्ट त्यतिखेर, यही साना प्रधानहरूका पार्टीहरू, यही पुष्पलालहरू त्यो क्याम्प राख्ने ग्रुपमा बसेका थिए। यहाँलाई चाहिँ के लाग्छ कालापानीको त्यो बेला बेलामा आउने कालापानीको कुरामा यसो हो कि कालापानीको कुरामा चाहिँ अब पछि अरूले हटाइदियो हुन्थ्यो त। ल त्यो परिस्थितिमा हटाउन सकेनन् होला अरे। ल पछि अरूले हटाइदियो हुन्थ्यो त। यी राष्ट्रवादी भनेका प्रचण्ड सरकारमा गए किन हटाएनन्? केपी ओली सरकारमा गए किन हटाएनन्? अब बालन शाह आयो भने बालन शाहले हटाउँछन् कि? ग्रेटर नेपालको नक्सा त पृष्ठभूमिमा देखिन्थ्यो होइन। अब भन्नु न, त्यो भयो हुनाले अहिले कुरा के हो भने यो देशलाई सही बाटोमा लिनका लागि यो देशमा सुशासन कायम चाहियो। सुशासनभित्र विभिन्न सिस्टम हुन्छ। जस्तै उदाहरणका लागि सिस्टम नभएर व्यक्ति मात्रै परिवर्तन गरेपछि संसार बन्दैन भन्ने कुरा पनि बुझ्न पर्यो। जस्तै उदाहरणका लागि तपाईँ हामीलाई याद छ नि 2064, 65, 66 सालतिर ठ्याक्क गाडीका माथितिर के गर्थे? यातायात त्यो लोकल बसको माथि छतमा मान्छे बस्थे। बिहान बल्टी पत्रिका पढ्दाखेरि काठमाडौँमा आज 1 जना 2 जना 3 जना मान्छे मदिरा सेवन गरेर गाडीमा एक्सिडेन्ट भएर मरे भन्ने हरेक दिन बिहानपट्टिको समाचार पत्रमा त्यही हुन्थ्यो होइन। त्यसपछि एउटा सिस्टम बनायो नेपाल प्रहरीले। के बनायो? मापसे चेक गर्ने, छतमा मान्छे हाल्यो भने कारबाही गर्ने सिस्टम बनायो नि त। त्यतिखेर बनाउने अफिसरहरू को थिए? प्रकाश अर्याल पछि आइजिपी बन्नुभयो, उहाँ डिआइजी हुनुहुन्थ्यो जस्तो लाग्छ मलाई। त्यतिखेरको प्रहरी प्रमुख हुनुहुन्थ्यो कि सीताराम आयुष्यू त चर्चितै भयो त्यतिखेर। उहाँ चाहिँ एउटा सामान्य एउटा इन्सपेक्टर साहब मात्रै हुनुहुन्थ्यो। एउटा कार्यान्वयन गर्ने निकायको एउटा सामान्य एउटा युनिटको प्रमुख मात्रै हो, पुरै जिल्ला प्रमुख पनि होइन, एउटा सामान्य युनिटको प्रमुख मात्र हुनुहुन्थ्यो उहाँ। ल अनि त्यसपछि त्यो लाइसेन्स पाल पार्नेदेखि लगेर क्लास लिनुपर्नेदेखि लगेर त्यो एउटा नियम बन्यो नि त। अब ती प्रहरीहरू रिटायर भएर अहिले कोही कहाँ गए, कोही कता गए। अरू जति पनि कति परिवर्तन भइसक्यो, कति प्रहरीहरू त्यहाँ परिवर्तन भयो होला। तर आज पनि त मान्छे मापसे गरेर गाडी चलाउँदैन नि त। सिस्टम त्यो सिस्टम ल्याउनको लागि त देशमा राजसंस्था होस् कि त्यस्तो सिस्टम ल्याउनका लागि संविधान संशोधन संघीयता होस् कि नहोस् त फरक पार्छ। त्यो हो फरक पार। त्यो सिस्टम चाहिए होइन नि त हामीलाई। देशको सिस्टम चाहिएन, त्यो त सामान्य कुरा हो। उदाहरणको रूपमा तपाईले त्यो त उदाहरण, त्यो त सामान्य एउटा युनिटको कुरा हो क्या। अब प्रदेश संरचनाका लागि फाल्नका लागि त कानुन परिवर्तन गर्नुपर्छ। कानुन परिवर्तन गरेर हुन्छ, संविधान परिवर्तन गर्नुपर्छ। अब निर्वाचनमा मैले यहाँको ध्यान आकृष्ट गर्छु। अब यी कुराहरू यहाँहरूको जुन एजेन्डा छ कि फागुन 21 मा निर्वाचन हुनेमा चाहिँ यहाँहरूको पार्टी र यहाँहरू चाहिँ कतिको विश्वस्त हुनुहुन्छ? किनकि उच्च स्तरीय जति पनि अहिले राष्ट्रपति र 3 दलका नेताहरू, प्रधानमन्त्री र 3 दलका नेताहरू देखिरहेछ, यहाँहरूको पनि त्यति बेलाको जुन संसद थियो चौथो पाँचौँ शक्तिभित्र यहाँहरू पनि हुनुहुन्थ्यो, रासोपारा यहाँहरू भनिसकेपछि यहाँहरूको त्यहाँ उपस्थिति पनि देखिँदैन होइन। यहाँहरूले आफै नगा हो कि उताबाट नबोलाइया हो कि अथवा फागुन 21 को लागि चाहिँ त्यो वातावरण बन्दै गइराख्या हो कि के छ स्थिति? कसरी चुनाव गराउन सक्छ सरकारले? न कुनै सुरक्षा तयारी छ, न लुटिएका हतियार फिर्ता गरेको छ। अहिले बजारमा हतियार चाहिँ कुन कुन गएका छन् भनेर सरकारले बुझ्नुपर्छै पर्दैन। उदाहरणका लागि अहिले लुटिएका हतियार मध्ये त झन्डै 600-700 हतियार त 800-900 हतियार त बाँकी नै छन्। सबै रिकभरी त गरेका छैन। फेरि कस्तो हतियार गएका छन् भने त्यो सामान्य तपाईँको भरुवा बन्दुक त गए होइन भने स्वचालित हतियार गएका छन्, जुन हतियारबाट एकैजना मान्छेले 20,000 मान्छे मार्न सक्छ। भोलि चुनावमा त रस हुन्छ नि त, प्रतिपक्ष हुन्छ, रस हुन्छ, झगडा हुन्छ, आन्दोलन हुन्छ, आमसभा हुन्छ। त्यहाँ कोही एउटा पक्षलाई चित्त बुझेन अरे भनेर 4 जना मात्रै स्वचालित हतियार राखेर उसले गोली हान्न सुरु गर्यो भने 20,000 मान्छे मर्नका लागि 1 घण्टा पनि लाग्दैन। त्यसको जिम्मा चाहिँ कसले लिन्छ? त्यसमा सुरक्षाको कोणबाट निर्वाचन हुने सम्भावना देखिन्छ? सुरक्षा एउटा टक्कै छैन। एउटा सुरक्षाको ग्यारेन्टी सरकारले दिनु पर्यो, नम्बर 1। नम्बर 2 पैसा छ कि छैन? सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउनका लागि त
यो राज्यले 1 खर्ब पैसा खर्च गर्नु पर्यो नि त। कति थाहा छ? झन्डै 60 अरबभन्दा बढी त आगलागी गरेर आगजानीबाट गयो। 60 अरब निर्वाचन गराउनु पर्यो 20 अर्ब चाहिएको अहिलेको। फेरि 84मा त निर्वाचन गराउनु छ। प्रदेश पालिदिएको छ नि त सुशीला कार्की र रामचन्द्र पौडेल र उही त्यही नक्कली जेन्जीहरूले। त्यो त 84 फेरि चुनाव गराउनु फेरि 20 अर्ब चाहिन्छ। अनि 1 खर्ब लागेन। 1 खर्ब भनेको 100 अरब। अनि पैसा कहाँबाट ल्याउने? अनि लाउने कहाँबाट? तपाईँलाई कर उछल्ने अनि विदेशीको अगाडि गएर भिख मागेर पैसा ल्याउने। समाधान चाहिँ के देखिरहेको? समाधान भनेको यदि निर्वाचन चाहिँ यहाँहरूले निर्वाचन समस्याको समाधान होइन। केले गर्छ? समस्याको समाधान भनेको अहिले गोलमेज सम्मेलन गरेर व्यवस्था परिवर्तन गरेर बल्ल निर्वाचनमा जाउँ। जस्तो प्रत्यक्ष निर्वाचित कार्यकारी फिक्स गरौँ, प्रदेश चाहिँदैन भनेर फिक्स गरौँ, अनि चुनावमा जाउँ। अब अहिलेको चुनाव त के हो भने 2022मा सन् 2022मा जसरी सांसदको चुनाव भयो त्यही मात्रै हो। यसले के परिवर्तन हुन्छ? एउटा चिज चाहिँ परिवर्तन हुन्छ, मन्त्री बन्न नपाउने मान्छे मन्त्री बन्छ, सांसद नबन्न पाउने मान्छे सांसद बन्छ। अब प्रधानमन्त्री हुन नसकेका मान्छे प्रधानमन्त्री बन्ला। केहीले चाहिँ संसद पुनर्स्थापना पनि समस्याको सम्बोधनको लागि चाहिँ आवश्यक संविधान संशोधन कहाँ गर्ने भन्ने कुरा चाहिँ पहिला संसदको पुनर्स्थापना गरौँ, त्यसपछि चाहिँ अगाडि बढौँ भन्ने खालको जुन। अनि यो कुरा पनि कस्तो भने हुबहु संसद पुनर्स्थापना गरेर काम छैन। तर के मागहरू जस्तै यही संविधान संशोधनका कुराहरू सबै कुराहरू गोलमेज सम्मेलन गरेर सबै मान्छेहरू बसेर सबै दलहरू पार्टीहरू विभिन्न किसिमका युनिटहरू बसेर अब सामूहिक तपाईँको यो काम गर्ने भनेर एउटा ड्राफ्ट तयार पारेर त्यसमा सहमति गरेर संसदबाट पारित गर्छु। जेन्जीका मागहरू अरू मागहरू छन्। जेन्जीका माग भने त बिचरा जेन्जी पनि बाँडिएका छन्। के माग लडेर कुन निकट भन्दा पनि नक्कली जेन्जी कि सक्कली जेन्जी भन्ने छ। अब कोही यहाँ तपाईँको कस्तो भन्छ काका उमेर समूहका पनि जेन्जी बनाएका छन् होइन? ल भन्नुहोस् न, ती पनि त जेन्जी बनाएका छन्। तपाईँहरूले पनि समाचार बन्नुहुन्छ। सुदन गुरुङसँग यहाँको चाहिँ अलि असन्तुष्टि जस्तो? मेरो असन्तुष्टि होइन। सुदन गुरुङले न संविधान जानेका छन्, न कानुन जानेका छन्, न ऐन जानेका छन्। त्यो प्रधानमन्त्री नियुक्ति गर्न जाने मान्छेले त कमसेकम अध्ययन गरेर गइदिए भए राम्रो हुन्थ्यो नि त। बिचरा म सुदन गुरुङलाई चाहिँ बिचरा भन्छु। अहिलेको बहालवाला गृहमन्त्रीले सुदन गुरुङलाई प्रयोग गरिदिए, बिचरा उहाँ प्रयोग हुनुभयो। मलाई सुदन गुरुङसँग केही पनि त्यस्तो छैन। म त बिचरा भन्छु। उहाँको दिमाग कति छ भन्ने कुरा पत्ता लगाए, त्यही दिमाग अनुसार उनलाई प्रयोग गरेर छोडिदिए। अब पहिला सुदन गुरुङ बिना पानी पनि जाँदैन थियो घाँटीमा गृहमन्त्रीको। अहिले त सुदन गुरुङले गृहमन्त्री भेट्न पाउँदैनन्। अवस्था त्यस्तो छ। संसद पुनर्स्थापना जुन कुराकानी पुनर्स्थापना हुनका लागि के हुनु पर्यो भने केही मागहरू परिवर्तन गर्छु, त्यसलाई परिमार्जन गर्छु, राम्रो गर्छु होइन, जो जनताका माग हुन् त्यो संसदबाटै पारित गर्छु भने त यत्रो पैसा खर्च गर्नुभन्दा 84मा चुनाव गरे भइगयो त। संसद पुनर्स्थापनाको पक्षमा राप्रपा होइन, पक्षमा होइन। यदि तपाईँको जेन्जीहरूका माग पुरा गर्ने संसदबाट प्रतिबद्धता हुन्छ भने यो चुनाव गरेर दलहरूले प्रतिबद्धता गरे भने, दलहरूले प्रतिबद्धता गर्नुभयो भने अनि यो चुनाव त 84मा गरिदिए हुन्छ त। के को आपत्ति छ त अहिले गर्नुपर्ने? अहिले 20 अर्ब खर्च गर्नुपर्ने केही आवश्यकतै छैन नि। यहाँ सांसद नराम्रा होइन नि त, सरकार नराम्रो हो नि त। सरकारको अर्को बनिहाल्छ। अब कङ्ग्रेसका 65 जना, एमालेको त बहुमत पुगिसक्यो होइन, सबै गए। अब संविधान राप्रपा चाहिँ त्यसमा सहभागी छैनौँ। संसद पुनर्स्थापना हुबहु गर्नुहुन्न भन्ने पक्षमा छौँ हामी। र अर्को एउटा ध्रुव सत्य कुरा चाहिँ के हो भने संविधान अन्तर्गत यदि जाने हो भने, कानुन अन्तर्गत जाने हो भने चाहिँ संसद विघटनै गर्न पाइँदैन। कानुनी मापदण्ड अनुसार त भएको छैन। प्रधानमन्त्री केपी शर्मा ओलीले नै विघटन गर्नुपर्ने हुन्थ्यो, सुशीला कार्कीले होइन। त्यो भइदिए भए वैधानिक हुन्थ्यो। केपी शर्मा ओलीले राजीनामा दिनभन्दा अगाडि संसद विघटन गरेर राजीनामा दिनुपर्थ्यो। त्यो भएपछि वैधानिक हुन्थ्यो। अझ संसद विघटन गर्ने दुईवटा अधिकार हुन्छ संविधान अन्तर्गत। हामीले त अब संविधान कि त मान्दिनँ भन्न पर्यो। सुशीला कार्कीले संविधान मान्छु पनि भन्ने, त्यो संविधान उहाँले उलाउने गर्ने प्रधानमन्त्रीज्यूले। त्यो भएपछि दोभाषिक चरित्र भयो नि त। फेरि देश भने त कोही व्यक्तिको इच्छाअनुसार चल्ने होइन नि त। देश चल्नका लागि त हामीले संविधान बनाएका छौँ, त्यो अनुसार जानु पऱ्यो नि त। संविधान अनुसार यदि हेर्ने हो भने के गर्नु पर्थ्यो भनेपछि केपी ओलीले भागिसकेपछि उहाँको राजीनामाभन्दा अगाडि संसद विघटन गरेको प्रस्ताव चाहिँ केपी ओलीले राष्ट्रपतिलाई बुझाउने हो। त्यो चाहिँ नेपालको संविधानले भन्छ। तर केपी ओली के गर्नुभयो, पहिला आफूले राजीनामा दिनुभयो। केपी ओलीले संसद विघटन गरिदिनु भएन। अनि पछि ऊ आएर सुशीला कार्की आएर संसद विघटन गर्नुभयो, जो संसदको सदस्य नै होइन।
उहाँले पाउँदैन गर्न। अब एक लाइनमा बताउनुहोस् त, तपाईँहरू आजको दिनमा चाहिँ यहाँ आफै पनि व्यक्तिगत रूपमा पनि पार्टीगत रूपमा पनि यो संसद पुनर्स्थापनाको पक्षमा कि अब होइन निर्वाचनबाट चाहिँ प्रतिनिधि सभा ल्याउनु पर्ने त छ, आएर केही हुनेवाला छैन। 2-4 जना मान्छे नयाँ आउँछन्, सांसद आउँछन्, कराउँछन्, त्यही अगाडि हामीले प्र्याक्टिस अलरेडी गरेर आइसक्यौँ, हुने केही पनि होइन। म अहिले स्पष्ट भन्छु, स्पष्टका साथ के हो भने जनताका जेनजीका मागहरू पुरा गर्ने हो भने, जेनजीका माग पुरा गर्ने यदि राजनीतिक दलले प्रतिबद्धता गर्छन् भने, संविधान संशोधन गर्ने प्रतिबद्धता, सुशासनको प्रतिबद्धता, संसदबाट पारित गर्नुपर्ने छ नि त केही बिलहरू त, त्यो प्रतिबद्धता गर्छन् भने यो संसद पुनर्स्थापना गरे हुन्छ। प्रतिबद्धता गरेपछि मात्रै। यदि प्रतिबद्धता गरेनन् भने त चुनावमा जानु सिवायको विकल्प छैन। हुबहु त गर्नु हुँदैन संसद पुनर्स्थापना भन्ने मान्छु म। त्यो त अब गरे हुन्छ भन्ने कुरामा त्यो विश्लेषकको भयो कि यहाँहरू त अब राजनीतिक त्यो मैदानमै हुनुहुन्छ। हामीले स्पष्ट भन्यौँ त, गरे होइन। एजेन्डाका रूपमा स्पष्ट के हो भने, एजेन्डाका रूपमा स्पष्ट के हो भने कुनै स्वार्थ बिना, कुनै जेनजीका मागहरू, जनता र देशका माग बिना संसद पुनर्स्थापना हुनु हुँदैन भन्ने पक्षमा छौँ हामी। र यदि राजनीतिक दल सबै, नागरिक समाज, सबै स्टेक होल्डरहरू बसेर संसदबाट पारित गर्नुपर्ने जस्तो बिलहरू छन्, जस्तो प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको कुरा, प्रदेश संरचना खारेजीको कुरा, राजनीतिक दलका कार्यकर्तालाई अख्तियार र तपाईँको संवैधानिक आयोगमा नियुक्ति नगर्ने कुरा, त त्यो त संवैधानिक कुरा हो नि त। हो त्यो कुरा खारेज गर्छौँ भनेर कसरी प्रतिबद्धता गर्छन् दलहरूले भने संसद पुनर्स्थापना गर्दा त्यसले केही नराम्रो असर पार्दैन। यहाँले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको, यहाँले मात्र होइन राप्रपाले लगातार यो कुरा उठाइराखेको छ। संविधान निर्माण हुँदै गर्दाखेरि एमाले पनि पहिलो संविधान सभामा यही कुरा उठाइराखेका थियो। कङ्ग्रेसकै पनि त्यति बेला केही युवा नेताहरू चाहिँ प्रत्यक्ष निर्वाचित नै भनिराखेका थिए। यसपछि प्रत्यक्ष निर्वाचित हुँदै गर्दाखेरि चाहिँ जनताबाट प्रत्यक्ष रूपमा प्रधानमन्त्रीको रूपमा एकजना निर्वाचित हुने, संसद चाहिँ अलिक फरक ढङ्गको आयो भने त्यति बेला चाहिँ त्यो द्वैत वैधताको स्थिति सिर्जना भयो भने कसरी समस्या, झन् हामी चाहिँ अलिक अप्ठ्यारो स्थितिमा जान्छौँ कि भन्ने कोर्टबाट पनि मानिसहरूले टिप्पणी गरेको सुनिन्छ कि। यो केही मान्छेले त्यो कुरालाई भनिराख्नु भएको छ। अब सत्य कुरा चाहिँ के हो भने संसदको काम त सरकार बनाउने होइन नि त। सांसदको काम सरकार बनाउने होइन, विकास निर्माणमा जोडिने होइन, विधि निर्माणमा केन्द्रित। विधि निर्माणमा केन्द्रित। विधि भनेको त कानुन बनाउने हो, ऐन बनाउने हो नि त। भने संसद निर्वाचन गरेर संसदले ऐन बनाउँछ, पास गर्छ, त्यो ऐन अन्तर्गत निर्वाचन जितेको सरकार चल्छ क्या। त्योभन्दा राम्रो व्यवस्था कहीँ पनि हुँदैन। बजेट त पारित गर्नुपर्ने हो होला। बजेट पारित गर्दा संसदबाट पारित हुन्छ नि। जस्तै मानौ यदि प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित भयो, उसले त बजेट आफूले चाहअनुसारको काम गर्नको लागि त बजेट त निर्माण गर्नु पर्यो, त्यसलाई जनप्रतिनिधिमूलक संस्थाबाट पारित पनि गराउनु पर्यो। त्यति बेला चाहिँ आफू अनुकूलको यदि संसद नहुँदै गर्दाखेरि, आफ्नो बहुमत त्यहाँ नपुग्दै गर्दाखेरि चाहिँ अब अहिलेको राजनीतिक दलहरू देखिया छ हाम्रो होइन, एकले अर्कोलाई सहयोग कतिको गर्छन् भन्ने त्यो खालको स्थितिमा चाहिँ त्यो दैनन्दिनका कामहरू सञ्चालन गर्नकै लागि कठिन अवस्थाको सृजना हुने त होइन भने जब संसदमा पनि बहुमत सदस्य या सदस्य ल्याउन सक्ने हैसियत राख्दैन भने त्यो मान्छे जनताबाट कसरी निर्वाचित हुन सक्छ? त्यहाँ त ऊ व्यक्ति मात्र आउँदैन नि त, उसको पार्टी या उसको सङ्गठन पनि त, उसका साथीहरू मान्छेहरू पनि त संसद निर्वाचित भएर जान्छन् नि त। कति सजिलो छ, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री मलाई बनाऊ र हाम्रो दल या मैले समर्थन गरेका मान्छेलाई सांसद जिताउ भनिन्छ। हो त्यसमा एकाध तलमाथि फरक पर्ला, सिट सङ्ख्या तलमाथि होला, त्यसले दुइटै कुरा जनताबाट निर्वाचित हुने भएको हुनाले त्यसले असर पार्दैन। यहाँले बरु सहजताको साथमा यो कुरा भन्नुभयो, यस्तै भयो भने त एकदमै राम्रो हो। तर त्यो खालको आयो भने कसरी त्यो सम्बोधन चाहिँ गर्ने? त्यसो कुरा गर्ने हो भने त अहिले राष्ट्रपति मर्दियो नि के होला यो देशमा? उपराष्ट्रपति नै मर्दैन के होला? अब के हेर्नु, राष्ट्रपति कसरी नियुक्ति गर्ने नभन्नु त, न संसद छ न केही छ। दुवैजना एकैपटक त के भरोसा भइदेला जस्तै होइन, यहाँहरूले जुन प्रस्तुत गरिरहेको हो त्यो भोलि के होला भन्ने कुरा होइन। जस्तो यसका आधारहरू छन्, भोलिको त्यो सम्भावनाको कुरा मैले गरेँ। तर यहाँको कुरा चाहिँ जस्तो यहाँले जुन प्रस्तुत एउटा हाम्रो शासकीय स्वरूपमा चाहिँ यस्तो मोडल हो भनेर जुन यहाँहरूले व्यक्त गरिराख्नु भएको छ नि, त्यसमा चाहिँ यो खालको स्थिति आयो भने यति बेला चाहिँ हाम्रो यसरी समाधान गर्न सकिन्छ भन्ने त यहाँहरूले जनतालाई विश्वास पार्न सक्नुहुन्छ। त्यतिखेर त्यो खालको स्थिति यदि पैदा हुन्छ भने रिइलेक्सन हुन्छ, के फरक पर्छ त्यसमा? धेरै देशमा रिइलेक्सन गरिन्छ यस्तो बेला। जस्तो अहिले नेपाली काङ्ग्रेसै पनि त महाधिवेशनमा 50% भन्दा बढी भोट आएन भने फेरि रिइलेक्सन हुन्छ, तपाईँलाई थाहा छ नि त सभापतिमा। के फरक पर्छ त्यसमा? सबभन्दा ठुलो कुरा जनताको इच्छा हो। अहिले जसरी यहाँहरूले चाहिँ यहाँहरूकै पार्टी अध्यक्षलाई चाहिँ प्रधानमन्त्रीको उम्मेदवारको रूपमा, अर्कोतर्फ
रवि बालेनले चाहिँ बालेनलाई प्रधानमन्त्रीको उताबाट केपी ओली, होइन उताबाट केपी ओलीलाई उताबाट शेरबहादुर देउवा, उताबाट प्रचण्ड भनिसकेपछि हामी अहिलेकै व्यवस्था अन्तर्गत पनि त्यो प्रत्यक्ष निर्वाचित जस्तो अग्रसर भइराख्या हो। यो चाहिँ हो, किनभने 64 सालमा प्रचण्डलाई राष्ट्रपति भनेर गरेका थिएन, गर्नेले गर्छन्। कि यहाँलाई चाहिँ बालेनको जुन अहिले प्रधानमन्त्रीको दावेदारको रूपमा वा उम्मेदवारको रूपमा त्यो चाहिँ के कागजी प्रधानमन्त्री जस्तो लाग्छ र प्रचण्डको त्यति बेला भित्ते राष्ट्रपति भन्थे नि त्यस्तै जस्तो आश्वासन लाग्छ। यस्तै यस्तै अहिले बालेनलाई गरे जस्तै सम्झौता गरेका थिए होइन र, प्रचण्डलाई राष्ट्रपति बनाउने भनेर नेपाली काङ्ग्रेसका नेता गिरिजाप्रसाद कोइराला आफ्नै पार्टीले उहाँहरूले आफै होइन दलहरूमा सहमति पनि भएको थियो। त्यो चाहिँ जानकारीमा भने तर अहिले बालेनको हकमा चाहिँ त्यही हो होइन। बालेनको हकमा अहिले चाहिँ कस्तो भने प्रधानमन्त्री नियुक्ति भनेर उहाँको पार्टीले गर्नु राम्रो कुरा हो, पार्टीले उहाँले पार्लियामेन्टको उम्मेदवार बनाउँछु भनेको छ, तर भोलि बनाउँछ कि बनाउँदैन भन्ने कुरा चाहिँ भोलिको कुरा हो। यो कुरा चाहिँ बालेनले कतिको बुझ्नु भएको छ होला। प्रधानमन्त्री यहाँलाई चाहिँ के लाग्छ त्यो चाहिँ? यसो लाग्छ मलाई, अब कस्तो लाग्छ भने अहिले फेरि त्यो नगरिकन बालेनले नमान्ने स्थिति पैदा भयो जस्तो लाग्छ मलाई। रविजी आउनुभयो, मिल्नुभयो, गर्नुभयो, राम्रै छ त, के छ त। अब 5 वर्ष केपी ओली खोज्नुभन्दा 5 वर्ष बालेन भोगौँ, के फरक पर्छ र जनतालाई, होइन? जनतालाई चाहिँ केही असर त छैन। त्यो भने हामीले केपी ओली भोग्यौँ, दुवैलाई एकै दाजुमा राखेर हेर्नुहुन्छ यहाँले, केपी ओली र बालेन वा रवि के फरक पनि पाउनुहुन्छ? होइन, उहाँ व्यक्ति फरक हो, व्यक्ति फरक पाउँछु म। प्रवृत्तिको एजेन्डाको एजेन्डा चाहिँ एउटै हो। प्रवृत्ति र व्यक्ति फरक होला, एजेन्डा चाहिँ एउटै हो। रविजीको चाहिँ एउटा, अब किनभने एजेन्डा गणतन्त्र मान्ने भनेपछि, अब सङ्घीयता मान्ने भनेपछि एजेन्डा त एउटै भयो नि त। खर्च पनि कसरी दान्ने हो भोलि प्रदेशको, अब आकाशबाट पैसा त सर्प नआउला के अरे। त्यो भावनाले के हो भने अहिले स्पष्टका साथ उहाँ भोलि प्रधानमन्त्री बन्ने नबन्ने भन्ने कुरा त राष्ट्रसभाभित्र मात्रै छ, मात्रै होइन, राष्ट्रभन्दा बाहिर जनतामा छ। उहाँहरूले 138 ल्याइहाल्नुभयो। दुईवटा लडाइँ छ बालेनसँग, बालेनलाई अब प्रधानमन्त्री बन्नका लागि 2टा चुनौती उहाँले फेस गर्नुपर्छ। एउटा जनताबाट 138 सिट ल्याउनु पर्यो, एउटा चुनौती। अर्को चुनौती भनेको के छ, पार्टीभित्र बहुमत पुर्याउन सक्नु पर्यो। सबभन्दा ठुलो समस्या चाहिँ पार्टीभित्रको बहुमतले गर्छ। आज मैले यो टेलिभिजनमा बोल्दै गरेको थिएँ, ज्ञानेन्द्र साईले भन्नु होला, अहिले कसैलाई नराम्रो लाग्ला, पपुलर हुनु र पार्टीभित्र बलियो हुनु फरक कुरा हो। मेरै कुरालाई लिएर जानुहोस् न, म राष्ट्रिय प्रजातन्त्र पार्टीभित्रका नेताहरूमध्ये जनताले रुचाएको मान्छे हो। अरू बाहिरको कुरा गरिन, खैर बाहिरको कुरा के हो अरूले गर्लान्, मैले भन्ने कुरा आएन। तर मेरो पार्टीभित्र महामन्त्री छन्, उपाध्यक्ष छन्, जो वडा अध्यक्ष नजित्या मान्छे पनि त छन्। तर उहाँहरू यति बलियो छन् कि पार्टीभित्र भोलि निर्णय मैले होइन कि उहाँहरूले गर्नुहुन्छ। जस्तै गगन थापाको कुरा गरौँ, उहाँ त जनताको काङ्ग्रेसभित्रको, काङ्ग्रेसमा यदि आज कोही पपुलर यदि छ भने गगन थापा हो नि। तर पार्टीभित्र गगन थापाको हैसियत के छ त? पार्टीभित्र गगन थापाको हैसियत के छ? आज पार्टीभित्र गगन थापाको हैसियत संसदीय दलको नेतामा उम्मेदवार हुँदा बिचरा 25 भोट आयो। अब अहिले मैले समानुपातिको सूची पनि हेर्दै थिएँ। बालेनजीले त यो कुरा त विचार गर्नु पर्थ्यो सायद उहाँको टिमले। 70 राष्ट्रसभाबाट 40 बालेनको टिमबाट भनेपछि भोलि त त्यहीँबाट सांसद भएर आउँछ। 110 मा 70 राष्ट्रसभा 40 चाहिँ बालेनको टिमबाट। अनि यसले चाहिँ के खालको जटिलता ल्याउँछ जस्तो लाग्छ यहाँलाई? भोलि पार्टीभित्रकै मान्छेले नमान्नु सक्छन्। राप्रपा भित्रको ज्ञानेन्द्र साई वा कङ्ग्रेस भित्रको गगन थापा र राष्ट्रसभाभित्रको बालेन हुन सक्छन्, मेबी भन्ने हो। त्यो खालको सम्भावनातर्फ चाहिँ त्यो त कूटनीतिक चाल बुझेका मान्छेले मात्र त्यो काम गर्न सक्छन्, हामीले सक्दैनौँ। मैले सकिनँ नि त, मैले स्वीकार्नु पऱ्यो नि त यो कुरा। अरूलाई मैले कुटिल हुनुपर्ने खालको, कुटिल होइन, जस्तै अब पदाधिकारी आफ्नो हुनु पर्यो, संसदीय दलका सांसद आफ्ना हुनुपर्छ त्यहाँ। जस्तो मानौँ तपाईँलाई मैले अहिले समानुपातिक कोटा दिएर सांसद बनाएँ, ल भोलि मलाई भोट हाल्ने कि अर्को मान्छेलाई हाल्ने भन्दा ऊ मान्छे जति पपुलर भयो तपाईँले त मलाई नै हाल्नुहुन्छ नि त। वफादारी त त्यो त देखाउनु जसले नियुक्त गर्यो। ओ ठ्याक्क त्यतिखेर फालिदिन्छन्। यो अहिलेको यो उधारो सम्झौता जस्तो लाग्छ बालेनलाई जुन यो चाहिँ ऊ दुईजना बिचको कुरा गर्छु, म चाहिँ यो बोल्दिनँ यसमा है, किनभने म पनि त्यहाँ सहभागी पनि छैन, त्यो गराउने टिममा पनि छैन। समग्र रूपमा अहिलेको तपाईँले फेरि जनताको त्यो मनस्थितिको नाडी त तपाईँहरू एउटा पार्टीको रूपमा एउटा व्यक्तिको रूपमा लगातार जनतासँग सभा सम्मेलन गर्दै हिँड्नु भएको छ, त्यो त यहाँ आफूले पनि छामिराख्नु भएको छ नि त। यदि निर्वाचन चाहिँ फागुन 21 यहाँहरू अब निर्वाचनको पनि हुन सक्दैन भनेर बताइराख्नु भएको छ, तर यद्यपि फागुन 21 मा चाहिँ निर्वाचन भयो भने
त्यति बेला चाहिँ स्थिति कस्तो बन्ने देख्नुहुन्छ आउने संसद चाहिँ जस्तो रासोपा बालिनकुश एउटा समूह कङ्ग्रेस एमाले अहिले त नेपाली कम्युनिस्ट पार्टी फेरि यहाँ अर्को पार्टी राप्रपा पनि छ कुन खालको शक्ति संरचना आउने देख्नुहुन्छ अब यसो हुन्छ कङ्ग्रेस एमाले माओवादी त पार्टी नै छैन नेपाली कम्युनिस्ट पार्टी भन्नुहुन्छ होइन अब उहाँहरूको अवश्य सिट गर्छ तर सखाप भएर चाहिँ जाँदैनन् त्यो अहिले केही यसो मैले केही अब नाम त तोकिनँ केही नयाँ साथीहरूलाई के लागेको छ भने सखापै हुन्छ भन्ने लागेको छ त्यो चाहिँ हुँदैन 64 सालमा अहिले त के हुइम चलेको छ र यो त के हुइम हो र यो त 10% हुइम पनि होइन 64 को माओवादी उसले पनि त बहुमत ल्याउन सकेन फेरि नेपालमा के व्यवस्था गतिलो छैन भने प्रत्यक्ष निर्वाचित 275 हुने भइदिए बहुमत आउन सक्थ्यो क्या यहाँ त 110 समानुपातिक 165 भने मिश्रित व्यवस्था हो त्यहाँ बहुमत ल्याउन बडा मुस्किल पर्छ बहुमत ल्याए पनि टिक्दैन फेरि किनभने केपी ओलीले बहुमत ल्याएको होइन त केपी र प्रचण्ड मिल्दाखेरि बहुमत ल्याएर पनि पार्टी फुट्यो नि त्यो स्थिति पैदा नहोला भने जस्तो यहाँले 64 को निर्वाचन 64 चैत 28 मा भएको पहिलो संविधान सभाको निर्वाचनमा माओवादीले प्रत्यक्षतर्फ 120 240 मा 120 त्यो खालको जुन माओवादीको त्यति बेलाको स्थिति थियो नि यहाँको पार्टीको चाहिँ के हुन्छ त हाम्रो के हुन्छ भनेर सोध्नुहोस् बरु अब हामीले अब कार्यक्रमहरू गतिल्ला गऱ्यौँ र हाम्रो एजेन्डा जनतासँग स्पष्ट पार्यौँ भने हामी वैकल्पिक शक्ति हुन्छौँ हामी 1 नम्बरै दल त बन्छु भनेर गफ गर्दैनौँ 2 नम्बरै दल बन्छु भनेर नि गफ लाउँदैनौँ तर निर्णायक शक्ति चाहिँ राप्रपा बन्छ मतलब एक र दुई कसलाई राख्नुभयो बताउनुहोस् त अब यहाँ 1 2 अब होलान् नि अब कोही अब छन् तेस्रोमा यहाँले पुर्याउनु भयो भने 1 र 2 होइन मेरो अब यो अहिले मैले अब चुनावी रूपमा भोलि चुनावले देखाउने कुरा हो 1 नम्बर शक्ति पहिला काङ्ग्रेस बन्यो अहिले कोही काङ्ग्रेस पनि बन्न सक्छ नयाँ राष्ट्रपाहरू पनि आउलान् अर्को आउलान् तर 1 नम्बर शक्तिकै मान्छे त्यसको पामन्दी बन्छ भन्ने छैन नि त यो देशमा बन्ने भए त शेरबहादेव पामन्दी बन्नुहुन्थ्यो 32 सीटको प्रचण्ड बन्दैन थियो नि त तर त्यो जसरी अघिल्लो संसदमा तपाईँको निर्णायक शक्ति प्रचण्ड थिए अबको संसदको निर्णायक शक्ति चाहिँ राप्रपा हुन्छ यो चाहिँ कन्फर्म जस्तै के आधारमा भन्नुभयो किन आधार छैन राप्रपाको कसैले चोर्या छैन कसैले ठग्या छैन कसैको घर जलाइदिया छैन राप्रपाले हो खैर यति कुरा के हो भने पुराना मान्छे छन् भन्ने हो तर अहिले त पार्टी पुरै नयाँ भइसक्यो होइन अब अहिले हिन्दू राष्ट्रको मुद्दा यदि यो देशमा हिन्दू राष्ट्र चाहने तर हिन्दू राष्ट्र चाहने पार्टीलाई भोट हाल्न सक्दैन भने त्यो के को हिन्दू राष्ट्रवादी बिहान गएर टिका लाउने अब सुन्नुहोस् है मैले व्यक्तिगत रूपमा कुरा गरेँ होइन चुनाव चिन्हसम्म हिन्दूको लिने र चुनाव जित्ने संसदमा गएर हिन्दू राष्ट्र चाहिँदैन भन्ने यस्ता मान्छेहरू पनि छन् यो देशमा यस्ता दलहरू पनि छन् यो देशमा तराईमा त सबभन्दा बढी हिन्दूहरूको बाहुल्यता हो नि त 95% मतदाताहरू हिन्दूहरू छ तराईमा मधेसमा बुझ्नुभयो विशेष गरेर त्यहाँका हिन्दूवादी नेता सिके रावतदेखि लगेर अहिलेको प्रचण्ड र अब नयाँ आएका साथीहरू यिनले हिन्दू राष्ट्रको भोट ल्याउँछन् हिन्दूको भोट लिन्छन् तर माथि गएर हिन्दू राष्ट्र चाहिँदैन भन्छ यो किन भयो मानिस तर यहाँहरुकै जुन आन्दोलनको क्रममा देखियो नि एउटा आमसभा हेर्नुभयो कि नै ल भन्नु एकछिन झापाको यहाँले कुराकानी हेर्नुभयो झापामा ठुलो संख्यामा यहाँहरुले सम्बोधन गरे दृश्यहरू सामाजिक अब अहिले यदि राप्रपा कमजोर भइदिएको भए अस्तिको आमसभा हेर्नु रत्नपार्काको आमसभा हेर्नु जनतामा गएर सोध्नु न राप्रपाले न लुट्या छ न चोर्या छ न डकैत गरेया छ न ठग्या छ तर मैले यहाँबाट न स्टन्ट गरेया छ सोध्न चाहिराखेको चाहिँ जस्तो राज संस्थाकै पक्षमा भएकाहरू हिन्दू राष्ट्रमै पक्षमा भएकाहरू स्वयं राप्रपाकै नेताहरू जो केन्द्रीय स्तरमा हुनुहुन्छ उहाँहरुकै कुरा अब अन्य अन्तर्वार्ताहरूदेखि लिएर अनौपचारिक कुराकानीदेखि लिएर त्यो नेतृत्वप्रति देखाइराखेको एक प्रकारको त्यो प्रश्न उठाइराखेको अथवा अविश्वास व्यक्त गरिराखेको एकातर्फ त्यो आन्दोलन हुँदै गर्दाखेरि पनि एकले अर्कोलाई आरोप प्रत्यारोप चाहे त्यो 15 को कुरा त्यो अन्त्य भइसक्यो कमल थापा सबभन्दा बढी यो किताबमा हुनुहुन्थ्यो उहाँ आइसक्नुभयो अरू साथीहरू आउनुहुन्छ सब जोडिनुहुन्छ अब ध्रुवीकरण हुन्छ एउटा चाहिँ यहाँ र दुर्गा प्रसाद बीचको सम्बन्ध के छ पछिल्लो समय ठिकै छ त राम्रै छ के छ त मेरो त के हुनु नि उहाँ एउटा अभियन्ता हुनुहुन्छ अब पछिल्लो समय कहिले भेट्नु भएको थियो के छ भेटघाट अस्ति म उहाँ जेल परेको बेला म जेलमा गइदिएको थिएँ भेट्न जानु भएको थियो म गएको थिएँ किनभने कुनै व्यक्तिलाई चाहे दुर्गा प्रसाद हुन् चाहे भोलि कोही मेरो विरोधी नै किन नहोस् बोलेको आधारमा थन्ने कुरा त भएन नि त प्रजातन्त्र त रक्षा गर्नु पर्यो नि त अलि व्यक्तिगत राजनीतिक रूपमा एजेन्डागत रूपमा निकटता तर व्यक्तिगत सम्बन्ध अलि तिक्तता भन्ने खालको बेला छैन मेरो छैन अब उहाँको के छ भने खोज्ने अब उहाँले बेला बेला कहाँ बोलेको सुन्छु कहिले ज्ञानेन्द्र साईको सांसद भन्ने हैसियतै छैन भन्ने सुने हुन्छु कहिले खलासी भने सुन्छु त्यो कुण्ड कुण्ड पानी मुण्ड मुण्ड बुद्धि हो जसले जे सोच्छ त्यही सोच्नु तपाईँले मलाई ज्ञानेन्द्र साई भनेको त कामै नलाग्ने मान्छे हो भने तपाईँले सोच्नुहुन्छ भने त्यो तपाईँको सोचाइको कुरा हो नि
त्यसमा केही गर्न सकिएन। मैले के गर्न सक्छु र त्यसमा होइन, त्यसमा केही गर्नुपर्ने कुरा होइन। जुन कार्यक्रमको सुरुवातमा हामीले कुराकानी गरिराखेका थियौँ यो बढ्दो ध्रुवीकरण, त्यसपछि देखिएको त्यो राजनैतिक सरगर्मी र बदलिराखेको, अब यो बदलिराखेको स्थितिमा चाहिँ यहाँहरूको पार्टी राप्रपाको चाहिँ रणनीति के हुन्छ? बिल्कुलै रणनीति नयाँ लिएर जान्छु र स्पष्ट भन्छु, भ्रष्टाचारका विरुद्धमा लाग्ने, यो देशमा हिन्दू राष्ट्र चाहने, सिधा भाषा हो है, र राज संस्था चाहिन्छ भन्ने मान्छेहरूले अब ध्रुवीकरण हुन आवश्यक छ। राजा पनि चाहिन्छ भन्ने गणतन्त्रवादीलाई भोट हाल्नेले कहिले पनि शक्ति स्थापित हुँदैन। हिन्दू राष्ट्र चाहिन्छ पनि भन्ने अनि हिन्दू राष्ट्र मास्नका लागि संविधान लेख्ने र त्यो संविधानलाई संरक्षण गर्छौँ भनेर जितेर आउने, चाहे नयाँ हुन् चाहे पुरानो, तिनीहरूमाथि मतदान गर्नु भनेको तपाईँले आफूमाथि गद्दारी गर्नु, त्यो ध्रुवीकरण अब आवश्यकता छ। यदि निर्वाचनबाट यहाँहरूले आफ्नो उद्देश्य हासिल गर्न सक्नु भएन भने के गर्नुहुन्छ? सडक आन्दोलनमा जान्छु, जनताका घरमा जान्छु। त्यो भने चाहिँ चैत 15 जस्तै खालको स्थिति? चैत 15मा त किन, चैत 15मा त किन सम्झिनु, भदौ 24 सम्झिनु, जसलाई पनि भदौ 24 को कुरा। चैत 15मा पुलिसले गोली हानेर मर्दाखेरि चाहिँ ठिक्क गर्यो भन्ने होइन, अनि भदौ 23मा चाहिँ गोली हान्दा गलत गर्यो भन्न मिल्छ? दुईटैपटक गोली हानेर मान्छे मारे, त्यो गलत हो। भनेपछि यहाँहरू शान्तिपूर्ण आन्दोलनतर्फ चाहिँ? शान्तिपूर्ण आन्दोलन भन्दा जनमा सङ्ग्रह गरिदेऊ न सक्छौ भने, हाम्रो एजेन्डा यदि गलत छ भने जनता कहाँ जाऊ, जनमा सङ्ग्रह गरिदेऊ। यदि जनमा सङ्ग्रह गरेन भने यो चुनावमा तपाईँको सिधा भाषामा हिन्दू राष्ट्र मन पराउने, राज संस्था मन पराउने, प्रदेश संरचना खारेजी मन पराउनेहरूले राप्रपालाई अब भोट दिनुपर्छ होइन। अब अहिले चाहिँ ऊ भन्ने, तर त्यो हिन्दू राष्ट्र पनि नमान्ने, राजा पनि नमान्ने, प्रदेश संरचना खारेज पनि नमान्ने, अनि हिन्दूकै चुनाव चिन्ह लिएर चुनाव जित्ने, अनि माथि गएर हिन्दू राष्ट्र चाहिँदैन भन्नेहरूलाई बहिष्कार गर्नुपर्छ। हस्, यहाँले आफ्नो महत्त्वपूर्ण समय उपलब्ध गराइदिनु भयो। यहाँको महत्त्वपूर्ण समय र संवादको लागि यहाँलाई धेरै धन्यवाद। दर्शकवृन्द, उहाँ हुनुहुन्थ्यो राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही। उहाँसँगको संवाद यति नै। अर्को अङ्कमा यस्तै अर्को विषय र व्यक्तित्व सहित पुनः उपस्थित हुनेछौँ। आजको लागि बिदा दिनुहोस्। नमस्कार।